कल्पना गर्न सक्नुहुन्छ, यदि आज फेसबुक नहुँदो हो भने त तपाईले साथीहरूलाई कसरी भेट्नुहुन्थ्यो, फोटो कसरी सेयर गर्नुहुन्थ्यो र संसारसँग कसरी जोडिनुहुन्थ्यो। आज हामी कुरा गर्दैछौँ विश्वकै सबैभन्दा ठुलो सोसल मिडिया प्लेटफर्म फेसबुकको इतिहास बारेमा। फेसबुकको सुरुवात सन् 2004 मा भयो। त्यो बेला हार्वर्ड युनिभर्सिटीमा एक विद्यार्थी थिए, मार्क जकबर्ग। उनले आफ्ना साथीहरूसँग मिलेर एउटा वेबसाइट बनाए जसको नाम थियो द फेसबुक। सुरुमा यो केवल हार्वर्डका विद्यार्थीहरूका लागि मात्र थियो। यसमा युजरहरू प्रोफाइल बनाउन, फोटो राख्न र साथीहरू जोडिन सक्थे। द फेसबुक छिटै पपुलर भयो र अन्य युनिभर्सिटिजमा फैलियो। केही समयपछि मार्क जकबर्गले द हटाएर फेसबुक राखे। सन् 2005 पछि फेसबुक तीव्र रूपमा फैलियो। फेसबुकलाई ठुलो बनाउन इन्भेस्टमेन्ट आवश्यक थियो। त्यही समयमा पेटर थिएलले फेसबुकमा लगानी गरे। सन् 2006 मा फेसबुक सबैका लागि खुल्ला गरियो। अब 13 वर्षभन्दा माथिको जोसुकैले अकाउन्ट बनाउन सक्थे। त्यसपछि फेसबुकको ग्रोथ एक्सप्लोसिभली बढ्यो। सन् 2006 मा फेसबुकले एउटा महत्त्वपूर्ण फिचर ल्यायो, न्युज फिड। यसले युजरहरूलाई आफ्ना साथीहरूले के गर्दैछन् भनेर रियल टाइममा देखाउन थाल्यो। सुरुमा केही विरोध भए पनि पछि यो फेसबुकको सबैभन्दा शक्तिशाली फिचर बन्यो। त्यसपछि फेसबुक सोसल मिडिया वर्ल्डमा राजा बन्न थाल्यो। स्मार्टफोन आएपछि फेसबुक मोबाइल एपमा आयो। अब मानिसहरू जहाँ भए पनि फेसबुक प्रयोग गर्न सक्थे। संसारभर अमेरिका, भारत, नेपाल, युरोप भए जति सबै ठाउँमा फेसबुक फैलियो। इन्स्टाग्राम र व्हाट्सएप। फेसबुकले केवल आफै मात्र होइन, अरू एप पनि किन्यो। 2012 मा इन्स्टाग्राम, 2014 मा व्हाट्सएप। यी एक्विजिसनले फेसबुकलाई अझ ठुलो टिच जाइन्ट बनायो। फेसबुकले सफलता पाएसँगै आलोचना पनि झेल्यो। सन् 2021 मा फेसबुक कम्पनीले नाम परिवर्तन गरेर मेटा राख्यो। आज फेसबुक केवल एउटा एप मात्र होइन, यो अरबौं मानिसलाई जोड्ने डिजिटल वर्ल्ड हो। तर के तपाईलाई थाहा छ, फेसबुकले हाम्रो दैनिक जीवनलाई पुरै बदलिदिएको छ। साथीहरूसँग जोडिने तरिका, समाचार पढ्ने तरिका। अन्त्यमा एउटा कुरा याद राख्नुपर्छ, टेक्नोलोजी उपयोगी हुन्छ, तर यसको प्रयोग हामीले कसरी गर्छौँ भन्ने कुरामा महत्त्वपूर्ण हुन्छ। यस्तै नलेजेबल फ्याक्ट्सहरू हेर्नको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोस्।